छु। नमस्ते सबैजनालाई, हाम्रो इन्जिनियर टिमबाट सबैजनालाई नमस्कार। र अहिले चाहिँ हामी छौँ 6 महिनाको मुर्गियामा र तपाईले देख्नुभएको छ एउटा बिल्डिङ चाहिँ कन्स्ट्रक्सन भइरहेछ र हाम्रो चाहिँ यो कन्स्ट्रक्सन ब्लू स्टोन कन्स्ट्रक्सन कम्पनीद्वारा हाम्रो यो कन्स्ट्रक्सन चलिरहेको छ र यहाँ चाहिँ 3 तले घर बन्नेवाला छ र यो चाहिँ पुरानो घर भत्काएर अहिले चाहिँ नयाँ घर बनाउँदैछ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ फाउन्डेसनको लागि एक्सकाभेसन गर्दा पानी अलि धेरै आएको थियो र सोइल पनि एकदमै सफ्ट देखिएको छ। अब यस्तो कन्डिसनमा अझै एकदम कमन कन्फ्युजन आउँछ, कुन बिम किन प्रयोग गर्ने। यहीबाट रियल इन्जिनियरिङ सुरु हुन्छ, किनकि ड्रइङमा सबै ठिक देखिन्छ तर साइटमा प्रब्लम आएपछि सोलुसन निकाल्न सक्नुपर्छ। अब तपाईँले यहाँ फुटिङसँगै एक बिम पनि एट्याच गरिएको छ। यो प्लिन्थ बिम हो त? होइन। यो टाई बिम हो? होइन। यो हो स्ट्र्याप बिम। तर स्ट्र्याप बिम किन? किनकि प्रब्लम कोलुममा छैन, प्रब्लम छ सोइलमा। अब यहाँ आउँछ स्ट्र्याप बिम। स्ट्र्याप बिम फुटिङ लेभलमै राखिन्छ। यो बिम फुटिङसँगै मोनोलिथिक कास्ट पनि गरिन्छ। यसको मेन काम भनेको एउटा फुटिङको लोड बिम मार्फत अर्को फुटिङमा सेयर गर्नु हो। यसरी फुटिङहरू आइसोलेटेड हुँदैन। स्ट्रक्चर स्ट्रिप फुटिङ जस्तो बिहेभ गर्छ र सफ्ट सोइलमा पनि हाउस लङ टर्ममा सेफ हुन्छ। त्यसैले यो साइटमा प्रब्लम देखेर सोलुसन निकालिएको हो। र म चाहिँ इन्जिनियर ईश्वर पाण्डे, साइटबाट सिकेको रियल इन्जिनियरिङ तपाईँलाई म देखाउन चाहदैछु। र यस्तै बेसिक प्रब्लमहरू हाम्रो साइटहरूमा आउन सक्छ र प्रब्लमको सोलुसनहरू कसरी गर्ने त। र तपाईँलाई मैले हाम्रो बिल्डिङ कन्स्ट्रक्सनको सुरुदेखि लास्टसम्मको मैले केही नलेजहरू तपाईँलाई दिन कोसिस गर्दैछु र मेरो पनि केही गल्ती होला, तपाईँले मलाई पनि सिकाउन सक्नुहुन्छ, किनकि हामी इन्जिनियर सिक्ने पनि हो र सिकाउने पनि हो। यो भिडियो मन पराइदिनु भएकोमा सबैजनालाई थ्याङ्क यू सो मच। र यस्तै माया गर्दै जानु होला। मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गर्नु होला, टिकटकलाई पनि फलो गरिदिनु होला। र फेरि भेटौँला।